गाइस पहिला यो भिडियो हेर्नु अनि त्यसपछि यसको फन्नी कमेन्ट पढ्ने है त। बिचारै भन्छु म त्यसलाई, नामर्दै भन्छु म त्यसलाई चाहिँ। किन नामर्दो भन्छु भने त्यो दुईटा श्रीमती भएको मान्छे, त्यसको घर भक्तपुर चुरा, श्रीमतीहरू दुईटा छ। अनि त्यसकै गाडी ल्याएर, त्यसकै गाडीबाट हम्बर ल्याएर मलाई कुटेर भागेको स्वयं मेरो आँखाले देखेको छ, अथवा होइन भनेर नाटक गरेछ। ल सुरु गरौँ। यस्तो बिरामी हुँदा पनि कसले मेकअप गरिदियो होला? शर्मिला दिदी सुत्केरी भएको हो, हस्पिटलमा देख्छु नि। कुटेको मान्छेलाई छिटोभन्दा छिटो नियन्त्रणमा ल्याउनु पर्यो। यसलाई अलिकति पुगेन, फेरि थप्नु पर्यो। ऋतु जाति खुसी कोही छैन रे अहिले। के हो? अझै नमर्दा नभन् फेरि मर्दा पनि देखाउला नि। गाजु दाई भेट्न आयो कि नाइ? कुटाई खाएकोमा म चाहिँ कङ्ग्रेचुलेसन भन्छु। Congratulations, congratulations. Great. Successful person.